त लगानीकर्तालाई अलिकता दुःख लाग्छ। त्यो भएर खास म यो रोटर क्रिकेट टिमलाई म भन्न चाहन्छु, विवाद नहुने व्यवस्था चाहिँ हुनुपर्छ। अब आज म हेरिरहेको छु, यहाँ चाहिँ क्यामेरा पनि लागेको छ, भिडियो क्यामेरा लागेको छ र यो खेल हुँदाखेरि प्रत्येक खेलमा भिडियो क्यामेरा अनिवार्य रूपले लगाउनुपर्छ। त्यो गर्दाखेरि कुनै किसिमको चाहिँ विवाद उत्पन्न भएको खण्डमा त्यो एउटा प्रमाण हुन्छ, त्यो प्रमाणबाट जायज नजायज छुट्याउन सकिन्छ। त्यो भएर अगाडि पनि खेल हुँदाखेरि यो चाहिँ भिडियो क्यामेरा चाहिँ अनिवार्य रूपले लगाउनुपर्छ भनेर म सल्लाह दिन चाहन्छु। यहाँ 5 वटा टिम आएको छ खेल्नलाई। सबैको सुस्वास्थ्य र सबैको म दीर्घायुको म कामना गर्दछु। साथै सबैको उत्तर प्रगतिको पनि म कामना गर्दछु। आउने दिनमा हाम्रो गौर लगायत रोहतक जिल्लाबाट नेशनल प्लेयर चाहिँ यहाँबाट बोनस र हाम्रो रोहतक जिल्लाको नाम अगाडि बढाउन सफल होस् खेलाडीहरूलाई म यो कामना पनि गर्न चाहन्छु। साथै यो खेल राम्रैसँग खेल होस् र खेल चाहिँ सफल होस्, यसको पनि म कामना गर्न चाहन्छु। नमस्कार, अभिवादन।